ल साथीहरू यो चाहिँ हामी गाउँदेखि खाना आएको हैन सहरमा यो आँप चाहिँ स्वास्थ्यको लागि यति राम्रो हो नि साथी हो एकदम के हाइजेनिक हेर्नु कस्तो लहलह लाग्दो छ हैन एकदम एकचोटि खाएपछि यो हैन तपाईहरु पल्किनुहुन्छ के त्यस्तो पहाड कुन ठाउँदेखि होला नि एकदम पहाड कुन ठाउँदेखि पहाड हामी सजनकोट हजुर सजनकोट भनेर नचिन्नु होला त्यहाँको पुरा एड्रेस थाहा हुनु पर्यो ए हामी कालीगण्डै गाउँपालिका 7 हैन सिरानधारा झिरिबास भन्ने त यहाँ होला अवगत नै छ धेरै जसो सजनकोट भन्ने पनि लगभग थाहा नै छ यो चिज चाहिँ त्यस्तो चिज हो आँप हैन यो अचार खानेदेखि ल्याएर काँचै पनि खान मिल्छ यसलाई चाहिँ कुन ठाउँ यो चाहिँ के भन्छ यसलाई बरगदुवा भन्छ है पहाडदेखि यो लिउन आएको हो पहाडदेखि यो लिउन आएको किन पहाडतिर यो पाइँदैन यो पहाडतिर पाइँदैन दाइ किनकि यो पाइए पनि अलि महँगो पर्छ के यता सस्तो ट्याक्क हैन अब उस हुने भयो यता घुम्न आएको बेलामा ट्याक्क लैजाम न अचार पनि खान भयो एकदम ट्याक्क भनेर तर पहाडमा त यसको त मूल्य त लास्ट हिराको जस्तै छ यहाँ खाना पनि मिठो यताको किन यति लाने हो कि अरू पनि छ ए अरू पनि छ नि यता ल हेर्नु यता कता खै देखाउनुस् त ल खै हेर्नु त कता हेर्नुस् यहाँ यति छ ओहो यता यता आएको नि त ल तपाईहरु पनि एकदम खाना इच्छुक हुने मानवहरू चाहिँ आउन सक्नुहुन्छ है ल